बोकेर हिँडिरहेछ अनि कहिले हुन्छ? ल केटा, यो चोटि चाहिँ जसरी पनि ट्रायलमा नाम निकालेर आउनु पर्यो। यो चोटि पनि नाम निस्केन भने फिर्केर आएर बाउ नभने हुन्छ। कुरो बुझ्यो नि? यो हेलमेट यहाँ छ, चाबी यहाँ छ, मजाले दिने, बुझ्यो? चिन्ता नगर्नु न बाबा, यसपालि म ट्रायल यस्तो राम्रो दिन्छु ट्रायलमा नाम मात्रै हैन थर पनि निस्किन्छ। मुला फुर्ती लाउँछस् बढी। पहिला लाइसेन्स झिकार्दैन अनि पो हुन्छ त कुरो त। त्यस पछाडि सर धरान बजार भरि दुध बाँड्ने जिम्मा चाहिँ तेरो। कुरो बुझ्यो? ल राम्रो दिएर आउने है। साला यो चोटि पनि ट्रायलमै चिप्ले। अब सुड्डोको अगाडि कुन अनुहार लिएर जानु? फेरि ट्रायल पास गरिनस् भने सुड्डोले बाउ पनि नभन भनेको छ। सुन त बाउ, ट्रायल कस्तो भयो त राजा? पास गरिस्? दिमाग खराब हुने कुरा नगर्नु भक्ते। तैँले आफ्नो बाउ हुने गुमाइसकिस्। के भनि जाने भन्छ तैँले? तँलाई मैले सिकाएको संस्कार यही हो? तेरो बाबुसँग कसरी बोल्नुपर्छ त्यो पनि सिकाउनु पर्छ मैले? हुन त मसँग अनुहार मिल्दैन मुले। जा कहाँ जान्छस् जा, यो अनुहार फर्केर ल्याइज तँ। हेलो हेलो बेबी, कहाँ छौ? अब किन बेबी, म त बाहिरतिर पो छु त। हेर न, आज हाम्रो घरमा कोही छैन पो त। ए हो? हेलो बेबे, अनि घरमा त कोही छैन भनेको हैन? यहाँ त ताला लगाइरहेछ त नि, यत्रो बडो भोटे। त्यही त भनेको नि, आज हाम्रो घरमा कोही छैन भनेर। आज हामी सबै मन्दिरतिर आएको छौँ कि, त्यही भएर त्यहाँ हाम्रो बाख्रालाई एक मुठा घाँस हालिदेऊ न भनेर फोन गरेको त। हालिदेऊ न ल प्लिज। ला घिच, पुरै घिच, टन्न घिचेर भुडी यत्रो फुलाएर वा गर्दै बस। अब त तँलाई घाँस हाल्नु पनि आउँदिन, बरु मलाई यस्तो काम लगाउने गर्लफ्रेन्ड पनि चाहिँदैन। ठक्कर खाएर गुनगुनाउनु नै जिन्दगी हो। आँसु पिएर मुस्कुराउनु नै जिन्दगी हो। एउटा केटीले धोका दिएर के भो र? सबै कुरा बिर्सी अर्को पट्याउनु नै जिन्दगी हो। होइन, म यो के देख्दैछु? पावर भएको चस्माले माया, जनावरसँगको माया, जनावरसँगको प्रेम, सद्भाव, सम्मान देख्दैछौ तिमी। भो धेर माया नगर तिमी। जति माया गरे पनि तिम्रो बाउले यसलाई बुहारी बनाउने होइन क्यारे? अनि के हो, तिम्रो त गाउँमा नयाँ नयाँ कुरा सुन्दैछु त। कस्तो कुरा हो? तिमी त बाउसँग झगडा गरेर पुरै घर पो छोडेर हिँडेर त। बाउ छोराको झगडा भनेको त सेक्क पोलेको आगो हो नि। ल होइन, खुरुक्क घर जाऊ। जाँदिनँ म घर सर। किन, के भएर त्यस्तो घरै जान मन नलाग्ने? ल केटा, यो चोटि चाहिँ जसरी पनि ट्रायलमा नाम निकालेर आउनु पर्यो। यो चोटि पनि नाम निस्केन भने फिर्केर आएर बाउ नभने हुन्छ। कुरो बुझ्यो नि? दिमाग खराब हुने कुरा नगर्नु भक्ते। तैँले आफ्नो बाउ हुने गुमाइसकिस्। जा कहाँ जान्छस् जा, यो अनुहार फर्केर ल्याइज तँ। ल, तिम्रो बाउले त घर फर्केर पो नआइज भनेको रहेछ त। नफर्किन आइज भनेको त होइन रहेछ नि। के भन्छ अलि बुझ्ने तरिकाले भन न यार। ल घर हिँड, म तिमीलाई बाटोमा सम्झाउँछु नि। पक्का? फेरि त्यहाँ तलमाथि भयो भने नि? म छँदैछु नि। पौडी कसम म त छोड्दिनँ नि फेरि। अनि के चल्दैछ हौ तिमीहरूको चाहिँ? आजभोलि नि के केटी घर गएको देख्छु त। नसम्झाउने यार त्यसको कुरा। हिजोसम्म यो मनले जसको लागि तारा झार्न मन लाग्थ्यो नि,
आज उसैको बङ्गरा झार्नु मन लाग्छ क्या। अनि के हो तिमी चाहिँ गर्लफ्रेन्ड बोकेर हिँड्ने उमेरमा बाइकको खाली खाली सिट लिएर हिँड्छौ त नि? साँच्चै तिमीले केटी नपाएर हो कि पट्याउनु नसकेर हो कि के हो तिमी? पटाउनुको कुरै छोड्देऊ न साथी। अस्ति भर्खर मैले स्वर्गको अवसर आउँदा त रिजेक्ट गरिदिएको। तिमीलाई बौला कुकुरले टोकेको छ क्या हो? अनि स्वर्गकै अवसर आउँदा चाहिँ किन रिजेक्ट हान्दिएको त? बाध्यता साथी, बाध्यता। मैले कहाँ आफ्नो मनले छोडेको त? अब अस्ति आउने स्वर्गको अवसर लिम्बूको छोरी रहेछ, रित बुझाउनु जाँदाखेरि टोङ्बा फिला रक्सी झोलामा ठिक्क पारेको यसो माथि हेरेको चेकिङ पो रहेछ। के को चेकिङ हो फेरि? इन्द्रको नि। ल स्वर्गको अवसर आयो अरे गयो अरे मैले माने, धरतीको चाहिँ किन नआएको त? केटाहरूले भन्दै थियो आउनु त आएको थियो अरे नि, तर म के गर्नु, चस्मा फुकालेर बसिरहेको थिएँ, देख्दै देखिनँ नि। ल अब तिमी बसमा उल्टो फर्केर जाऊ। म सुल्टै जान्छ, किन उल्टो फर्केर जानु? बुवाले तिमीलाई के भन्नु छ, घर फर्केर नआइज भनेको छ होइन त? त्यसो भए हामी किन आएको त? चल्दिउँ न त त्यसो भए। अब तिम्रो बुवाले यसरी पो फर्केर नआइज भनेछ त नि, यसरी नफर्कि नआइज त भनेको छैन नि। हो त है। उता जाऊ पुरै जाऊ। मेरो त्रिशुल खोइ त्रिशुल मेरो। राजेश सम्हाल्दा अहिले चाउमिन खान लानुभएको छ। अनि बाउले यति भन्ने बित्तिकै फन्केर घर छोडेर निस्केर हिँडिहाल्नुपर्छ? यस्तो त भइहाल्छ नि। बरु अर्कोचोटि मजाले दिएर राम्ररी निकाल। हामीले जिन्दगी के को लागि खर्चेको? तिमीहरूको लागि होइन? फेरि चैते। बरु सुन, मैले त्यहाँ एउटा गाडी किनेर ल्याइदिएको छु नयाँ, चाबी भित्र छ, गएर ट्राई गरिहालेँ। आजभोलि केटाकेटी के ताल हो छोराछोरीलाई गाली गर्नु नपाउनु के हो? छैट, हामीलाई चिन्ता हुन्न। ल तिम्रो पनि बाइक भइहाल्यो, अब घुम्न जाउँ है। नयाँ बाइक भयो नि यार, तर एउटा कुरो पुगेन नि त। के कुरा नि? खराब हुने कुरा नगर्नु भक्ते। तँलाई मैले सिकाएको संस्कार यही हो। होइन म यो के देख्दैछु? पावर भएको चस्माले। And action. तँलाई मैले सिकाएको यही हो।
And cut action. ल अब तिमी अनि के हो तिमी त बाउसँग पुरै झगडा गरेर पो हिँड्यो अरे त घरै छोडेर अनि के हो तिमी त बाउसँग पुरै घर नै पो छोडेर हिँड्यौ त बाबुसँग होइन एक्लै आइरहेको छु म के हो साथी तिमी त पुरै बाउसँग अनि के हो तिमी त बाउसँग पुरै घर छोडेर पो हिँड्यौ त झगडा गरेर फेरि अब अस्ति आउने स्वर्गको अप्सरा लिम्बूको छोरी रहेछ अब अस्ति आउने स्वर्गको अप्सरा लिम्बूको छोरी रहेछ रित बुझाउनु जाँदाखेरि फिला अब अस्ति आउने स्वर्गको अप्सरा इन्द्रको छोरी रहेछ लिम्बूको छोरी लिम्बूको छोरी हो साथी